Hi again, this is my third day in Paris and उसको चाहिँ सेकेन्ड डे. अनि अहिले हामी बसेको ठाउँबाट निस्केर नेपाली मिनी मार्केट जाने आएँ. अनि म चाहिँ त्यहाँबाट नेपाली अचार एक दुईवटा अनि त्यसरी अरू के खानेकुराहरू किन्नु छ मलाई नेपाली. देन मेरो चाहिँ 140 को ट्रेन मैले क्याच गर्नुपर्ने हुन्छ. आज चाहिँ मैले ट्रेन छुटाउनु हुँदैन. या सपिङमा के चाहिँ लेट्स सी. हामीसँग टाइम अहिले चाहिँ घडीमा 9 बजेर 45 मिनट गइसकेको छ. लेट्स सी के हुन्छ, कता कता सपिङ गर्न पाउँछ. सिन पनि जाने भनेको हामी प्यारिस त आयौँ, तर आइफेल टावरको नजिक त हामी यति पनि पुगेको छैन. कता प्यारिसको कुन कुनामा जुत्दाखेरि नि हाम्रो दिन गयो. किनभने हामी फर्स्ट हो नि त, नयाँ हो यहाँनिर. हामी त्यस्तो मजाले आइडिया छैन. तब नेक्स्ट टाइमदेखि चाहिँ हामी अलिक मजाले प्लान गरेर हेरेर रिसर्च गरेर अलिक राम्रो मजाको ठाउँमा घुम्ने गरेर आउँछौँ. सी यु एकछिनमा. मिनी मार्केट म्यापबाट खोजेर हिँडेको हामीलाई चाहिँ म्यापले यो एरियामा योभन्दा अलिकति पछाडि क्या फन्नी घुमाइरहेको छ होइन. स्टिल यही बाटो देखाइरहेको छ मेरोमा. This might be so complicated. यही देखाइरहेको छ कि. Let's check once again. घरि हामीलाई चाहिँ म्यापले फन्नी घुमाएर अब चाहिँ हामी लास्ट टाइम जे पर्छ त्यही टर्छ भनेर फाइनल गरेर जाँदैछौँ. लेट्स सी हामी पुग्छौँ कि पुग्दैनौँ. देखाउनु चाहिँ यही बारे देखाइरहेको छ है. दिस इज सो बिजार. वाइ दुईजनाको म्यापले नै डिफ्रेन्ट देखाइरहेको छ है. अनि फन घुमाइरहेको छ कि एउटै ठाउँमा. पुरै हामी एउटा लोकेसनतिर जानुपर्ने डाइरेक्सन त्यति देखाइरहेको छ, तर हामी चाहिँ ब्याकवर्ड गइरहेको छौँ कि पुरै यस. हामी यो कुरासँग चाहिँ अलिक फेमिलियर छैनौँ, त्यही भएर कन्फ्युज भयो. अनि हाम्रो टाइम लस भयो नि त. हामीसँग धेरै टाइम छैन. अब आई हेभ टु गो ब्याक. यो त कस्तो, यो फ्लोर त कस्तो बम्पी छ है. यु फिल इट. सबै फ्लोर यस्तै हुनु नि, खुट्टै दुख्थेन. इभन काम गर्ने फ्लोर पनि यस्तो भएको भए मच बेटर. यस्तो ठाउँमा आइपुगेको छ. मेरो सुशीला साथी यहाँ कपाल उडाउँदै हिँडिरहेछ अगाडि. किन चाहिँ फ्लावर्स. यो चाहिँ राम्रो रहेछ प्यारिसको राम्रो एरिया, सफा सुगर ठाउँहरू. लेट्स गो. स्टेयर्स पनि रहेछ मेरो सुशीला साथी त्यहाँबाट. उसलाई म्यापले घुमाएर से सो म्याड. उसलाई चाहिँ म्यापै उचालेर पछाडिदिन मन छ. सिज क्लाइम्बिङ स्टेयर्स. म पनि यहाँबाट स्टेयर्स जाँदैछु. यहाँनिर स्टेयर्समा यहाँदेखि चाहिँ माथि होला के नेपाली मार्केट. ओ माई गस, नेपाली मिनी मार्केट. वाइ आर सो कम्प्लिकेटेड टु फाइन्ड हियर हो. यति साह्रो म्यापले त कहिले पनि घुमाएको थिएन. यति लामो स्टेयर चढेर मेरो खुट्टा ठोक्यो. नाउ वी आर हियर. हामी प्यारिस त घुम्न आयौँ होइन, आफ्टर लङ टाइम फ्रान्स आएको. तर पनि घुम्दै अनि आफ्नो आफूले बुक गरेको रुम ट्राभल गर्दा अनि त्यो ट्राभलबाट फेरि अर्को ठाउँ जाँदाखेरि नै हाम्रो चाहिँ टाइम गयो. आइफेल टावरको त कुरै नगरौँ, परेको कुरा हो. प्यारिसको चाहिँ हामीले जस्ट त्यो सानो कर्नरहरू मात्रै एक्सप्लोर गऱ्यौँ. आई होप नेक्स्ट टाइम विल एक्सप्लोर बेटर. अहिले चाहिँ फर्स्ट टाइम भएर हल्का एक्सपिरियन्स चाहिँ बटुलेर जाँदैछौँ. अब मेरो चाहिँ जाने बेला भइसक्यो. आज चाहिँ मैले नेपाली मार्केटमा सपिङ मात्रै गर्छु चाहिँ सोचेको थिएँ, तर नेपाली मार्केट पाउनको लागि नै हामीलाई 1 घन्टा नै लागिसक्यो होला हो. आउँदाखेरि नै हामीलाई 49 मिनट जति त लागेको हो. हिजो हामीले बुक गरेको ठाउँदेखि लोकेसनदेखि मेट्रोमा. अनि फेरि एयरपोर्टमा पनि हामीले सक्दै बाहिर एक्जिट ठाउँ नदेखेर बल्ल निस्क्यौँ त्यहाँबाट. पनि एयरपोर्टमा भने मैले ग्यारमा ट्रेन स्टेसनमा के बोल्छु म पनि. प्यारिस लाइक दिस. वाइ सो कम्प्लिकेटेड. फेरि पनि घुमायो हामीलाई म्यापले. मेबी हामी चाहिँ यो ठाउँ नयाँ भएर होला कि यहाँ चाहिँ अन्डरग्राउन्ड तल अझै तल पनि अर्को सिटी छ, माथि पनि अर्को सिटी भएर हो कि आई डोन्ट नो. यति साह्रो त म्यापसँग हामी कहिले पनि घुमेको थिएन. बोल्ला
अब यो चाहिँ फाइनल ट्राई जे हुन्छ हुन्छ एकदम अति नै भइसक्यो अति नै भइसक्यो अब त मन खिन्न भएर वाट इज दिस प्लेस केस हामी राइट ट्र्याकमा आइपुग्यौँ अब पनि पुगेन भने चाहिँ हामी यो म्याप सेप फालिदिन्छौँ है वी आर सो एङ्ग्री खोइ देखिन त हो जस्तो तर यो अहिले चाहिँ एकदमै ऊ के भन्छ म्यापले पनि टक टक बाटो देखाइदिइरहेछ कि वी आर हियर सुशीला हियर यहाँ नेपाली मिनी मार्केट यहाँ रहेछ नि त नेपाली मिनी मार्केट कता घुमेको होइन चिटिक्कै परेको सानो रहेछ टाढा चाहिँ छैन तर माबाट हामी घुमेको वारी र पारी वाउ म त यहाँदेखि अब के किनेर लाउने भनेर सोच्दैछु हेर्ने हो करेन्ट नुडल्स 5.00 euro 2 PM 2 PM मा कि करेन्ट नुडल्समा चाहिँ अस्ति त्यो रेस्ट्रिक्सन लगाएको होइन नेपालमा करेन्टमा रातोमा रातोको त्यो एउटा लट थियो त्यो ब्याज नम्बर त्यो सक्यो वाइ नयाँमा चाहिँ फेरि छैन वाइ जस्ट कार्टुनको कि पर पिस चाहिँ 2 euro नो यो खाली ठाउँ भएर यसको ठाउँमा अर्कै हो ओके कार्टुनको चाहिँ ऊ 13 euro हो हामी नेपाली दाजुभाइमा चाहिँ 50 सेन्ट ओके 50 सेन्टमा वाइ वाह आफ्टर लङ टाइम तिमीहरूको सब यहाँ छ अस्ति मनिषहरूले लिएर आएको के हो तिमीहरूको छ हजुर फाइनली राइट एट आवर डेस्टिनेसन अब चाहिँ ह्याप्पीली सपिङ गरेर फर्किने यो वाला लिन्छु म एउटा तिमीहरूको छोप दियो ब्रान्डको लिएँ है मैले लेट्स ड्रिङ्क कफी सुशीला चियर्स आफ्टर कति घुमेर रिवार्ड है यो चाहिँ हाम्रो पोतला रेस्टुरेन्टमा हामी अब खाना खाएर जाने फर्किने हो क्या हो ए हो ल अब यहाँ सपिङ गर्ने अनि जाने अनि छिटो फर्किने अनि फेरि म चाहिँ अब यो करेन्ट किन्छु 5 युरोमा अनि यो कुरकुरेहरू वा कम्ता मिस गरेको थिएँ त मेरो एयरपोर्टमा यिनीहरू निकालिदिएर खानेकुरा निकालिदिएर मतलब निकाल्नु पर्यो यो लेसहरू लगेर जानु पर्यो न यहाँ तपाईँसँग कस्तो खालको ब्याग हुन्छ प्लास्टिक फाइनली हामीले चाहिँ यहाँनिर किन सक्यौँ टिम्बरको छ एभ्रिथिङ अब हामी जान्छौँ यहाँनिर पोतलामा खानेकुरा खाने अनि त्यस पछाडि अब हामी बाई हुन्छौँ एकछिन पछाडि मलाई बाई भन्नै मन छैन तर यति धेरै सामान बोकेर जाँदैछ कि यहाँनिर म प्यारिसबाट ए मलाई जे किन्नु मन लाग्छ फटफट किनिदिइहालेँ अनि गइदिइहालेँ आई डोन्ट नो लभ यु पेरिस हामीलाई त कस्तो राम्रो ट्रिट गरेको हो प्यारिसले म त झन् जति आए पनि त्यही हो कहिले ट्रेन छुट्छ कहिले के हुन्छ टिकट काट्नु कहिले फेरि फाइन लगाइदिन्छ कहिले फेरि ह्यारेसमेन्ट हुन्छ कहिले हामी चाहिँ के अरे हाम्रो त्यो रुमदेखि कहाँको लोकेसन हेर्दा नै हामी चाहिँ दिन जान्छ अब ठाउँ चाहिँ त्यस्तै हो नेक्स्ट टाइम चाहिँ हामी विल डु बेटर अब हामी पोतला हेरौँ न कहाँ छ हामी खानी अनि जाने ओपन नभए पनि हामीले एन्ट्री मारेर नाउ लेट्स सी मेन्यु ट्रेन त पक्रिनु नि पर्यो यो पोतला रेस्टुरेन्ट ओपन हुनुको लागि चाहिँ स्टिल 12 बज्नुपर्छ अनि अहिले त कहाँ प्रिपेयर हुनु त उनीहरूले पनि रेडी गर्नुपर्छ त्यो त हामीले पनि एज अ कस्टमर बुझ्नुपर्छ जस्ट भित्र गएर हेरि मात्रै राख्यौँ नेक्स्ट टाइम विल भिजिट अब हामी जान्छौँ कता जान्छौँ अहिले म पानी पनि पिक्छु त्यति कफी खाइसक्यौँ हामीले ट्राभल गरेपछि त हामी त कति डिहाइड्रेट भएर बस्दो रहेछ
हामीले आफ्नो हेल्थको त केयर नै गर्नु बिर्सिराख्यौँ अघि हामी यहाँनिर कति धेरै घुमेको यही तकसम्मको घुमेर त्यही नजिकै रहेछ म्यापले यति धेरै घुमाएको वाइ गड बिजार अघि हामी त्यहाँबाट यता पनि गयौँ होला हामी यहीँनिर आएको थियौँ अनि गार्ड नोर्ड त्यहीँ छ यहाँबाट यता गएर लास्टमा चाहिँ यता रहेछ हाम्रो लोकेसन चाहिँ दस बिजार वियर्ड अब हामी कहाँ जाने आई डोन्ट नो इज देयर एनी नेपाली रेस्टुरेन्ट नियर हियर हामीले अरू नेपाली रेस्टुरेन्ट पनि हेऱ्यौँ तर त्यसमा चाहिँ अलिकति डिस्टेन्स 16 मिनट अनि फेरि जति हिँडेर अनि त्यसको गएर फेरि त्यहाँबाट फर्केर आउने अब मुर्सिङ जस्तै भनौँ न यहाँ पनि अनि मुर्सिङ जस्तै अनि त्यस पछाडि अब के डिसाइड गऱ्यौँ भने चाहिँ हामी त्यहीँ पोतलामै जाने बस्ने अनि त्यहाँनिर 12 बज्छ खुल्छ अनि हामी खाना अर्डर खान जाउँ मेबी 12:30सम्म त हामी खाइसक्छौँ होला है अर्डर आउनु टाइम लाग्छ होला मेबी 12:45सम्म खाइसक्यौँ भने पनि ओके अनि होइन 12:30सम्म त खाइसक्नुपर्छ अनि गेट द नर्थ जाने नजिकै छ गेट द नर्थबाट चाहिँ पुग्न 17 मिनट लाग्छ अनि 1 बजी जे होस् एटलिस्ट मसँग 30 मिनट चाहिँ बोर्डिङको लागि टाइम भयो भने चाहिँ इट वुड बी बेटर किनभने त्यहाँ गएर पनि मैले फेरि पाउन पर्ने हुन्छ के अरे जट्ठा भन्ने होइन आफ्नो ट्रेन खोज्नु पऱ्यो नि त ठुलो छ अनि फेरि पछिको जस्तो अस्तिको जस्तो बाई टाढोबाट छोडिदिएर छ अनि म हेरेकै हुन्छु आज मेरो 19कै टिकट भएको भए चाहिँ इट वुड बी बेटर हुन्थ्यो तर आई डोन्ट नो वाइ यही टाइममा यसरी टिकट पनि तलमाथि हुनपर्ने Now we are going back to the same place, Potala restaurant. I don't know, Potala or Potala? Potala. मलाई चाहिँ यो प्यारिसको यस्तो हाम्रो त बिजोक नै छ अलिअलि भए पनि थाहा नभएर यताउता होइन बस्ने ठाउँको टुङ्गो ठेगान नभएर तर पनि यो ठाउँ कस्तो रमाइलो लागिरहेछ अनि यहाँनिर बाई भन्नै मन छैन अब के गर्न जानै पर्यो अब फेरि नेक्स्ट टाइम आउनु चाहिँ आउने तर आज चाहिँ मलाई त्यस्तो फिल भइरहेछ है वी आर ब्याक अगेन पोतला रेस्टुरेन्ट लगेर हामी यहीँ बस्छौँ यहाँ चाहिँ हेर्नु मेरो बेड ठुलो झोला बोकेर प्यारिसमा म यत्तिकै एउटा झोला बोकेर अनि लुगा यस्तो लगाएर ढुलेर फर्क्यो इन्ट्रेस्टिङ रमाइलो भयो तर कति कुराहरू वियर्ड पनि भयो अनि त्यही इट वाज अ गुड मेमोरी मैले मेरो हातमा पोतला रेस्टुरेन्टको मेन्यु फेला पारेको छु लेट्स सी चटपटे 5 युरोमा चिकन चटपटे 6.5 युरो वाई चटपट 50 युरो 5 युरोमा लाफिङ 5 युरो पानीपुरी 5 युरो पुरी तरकारी 9 युरो आलु पराठा 5 युरो समोसा चाट 6 युरो समोसा लेग्युम्स 5 युरोमा देख्न सक्नुहुन्छ तपाईँहरूले हामी त भेजिटेरियन हो यहाँ रबोली हिजो हामीले रबोली खाएको रबोली डम्पलिङ्सहरू चाहिँ लेग्युम 9.5 युरो कथे फ्राइड राबुली भनेको चाहिँ फ्राइड भन्छ यिनीहरूले कि आई डोन्ट नो हामीलाई पानी चाहिँ दिनुहोस् न हजुर अनि खानाहरू बन्छ 11:46 भयो तर यहाँको स्टाफ आएर चाहिँ हामीलाई अहिले खाना बन्छ यु क्यान अर्डर भनेर भन्नुभयो एनी जे पनि बन्छ भनेर त्यो चाहिँ हाम्रो लागि राम्रो कुरा हो सो नाउ वी आर वेटिङ फर हर टु कम हियर अनि हामी चाहिँ भेज खाना खाने जसलाई चाहिँ 13 युरो पर्छ पर्फेक्ट नेपाली खाना पुरै लेग्युम भेजिटेरियन 13 युरो सा हाम्रो अवस्था यस्तो छ है हिजो हामीले किनेको यो राति अनि मेरो गोजीमा बोकेर हिँडेको त्यो प्यारिसभरि मैले यो मेरो गोजीमा यो पकेटमा बोकेर हिँडेको यो ओ माई गॉड दिस इज सो बिजार केही छैन इट्स गुड एक्सपिरियन्स अहिले चाहिँ 11:56 भयो वी आर स्टिल वेटिङ फर आवर अर्डर भेज फुड अनि पछाडि आई होप बाई 12:30 or 12:40 समथिङ हामी चाहिँ यहाँबाट चाहिँ खाइसकेर बाटो लाग्न सफल हुन्छौँ होला वी हेभ टु गो टु गेयर अनि त्यसबाट चाहिँ हामीले त्यहाँनिर मेट्रो पक्रेर मेट्रोबाट पनि 17 मिनट जस्तो लागिरहेको छ अनि माउन्ट प्यारिसमा चाहिँ आइ एम सो वरिड कि त्यहाँनिर एकदमै ठुलो छ नि त अनि मलाई
फ्यामिलियर छैन अनि आफ्नो ट्रेन भेटाउनु चाहिँ going to take me a lot. त्यही भएर चाहिँ little bit worried. Food came. यो चाहिँ हाम्रो नेपाली थाली हो आफ्टर लङ टाइम है हामीले टिपिकल नेपाली खाना खाइरहेछौँ यहाँनिर सो ह्याप्पी एक्साइटेड थ्याङ्क यू सो मच बोतला फर सर्भिङ अस दिस थाली एन्ड दिस सरी थ्याङ्क्स टु अस हामी चाहिँ यहाँसम्म ट्राभल गरेर आयौँ अनि हामीले लिटल बिट पैसा कमाएकोले हामीले यो किनेर खान सकिरहेछौँ Now let's dig in. Bon appetit. So finally it's 12:19 अनि हामीले चाहिँ 12:19 मा ट्याक्क भात खाएर सकायौँ है चिल्लो आफ्टर लङ टाइम भात खाएको भात खानु पनि आएन सुरुमा त बिर्सिसकेछ सुरु गर्नै नआएको नाउ वी हेभ डेजर्ट हियर दही अनि मेरो साथीले चाहिँ रसगुल्ला नखाने अरे अब मै खाइदिन्छु यु रियली डोन्ट लाइक दिस ओके And now finally done and dusted. See, media nest po khayo ki. Oh my god, chillo. Now I am full and I'm so happy. Our reward yo after after rush. Wari the Paris and kudeko ani अब चाहिँ प्यारिसमा दाल भात खाएर पेडा खाएर now it's time to go 24 भयो 30 मिनट्सको मै यहाँबाट 30 मिनट Okay, we go out here from exactly 30. Right now, हामीले खाना पनि खायौँ पेट फुट्ने गऱ्यो and then अब हामी जाँदैछौँ गेयर दु नर्थमा जाने अनि त्यसरी त्यहाँबाट मेट्रो चढेर I have to go to my train station. Yeah, Montparnasse. I don't know. It's so difficult to pronounce. यो एरिया चाहिँ कति राम्रो छ आई लाइक इट यस्तो धेरै खायो भन्दाखेरि पनि अब हामीले भात खाने बानी हराएछ क्या उनीहरूले दिएको थाली चाहिँ हाम्रो लागि धेरै भएर पेट फुट्ने गरी खाएर हिँड्नै सकेको छैन पेट दुखिरहन्छ यहाँनिर फेरि यत्रो झोला बोकेर छ यहाँनिर चाहिँ मैले नेपाली मिनी मार्केटबाट सक्दो सामान बोकेर मेरो साथी हाँस्दैन वाइ सी इज लाफिङ आई डोन्ट नो वाइ आर यु लाफिङ अनि अहिले चाहिँ घाम लागिरहेछ इट्स अ नि डे गुड डे यहाँको वेदरै प्रिडिक्ट गर्न नसक्ने घरि चिसोले मर्ने गरी हुन्छ घरि पानीले कुटेर ओ माइ गॉड हात दुख्यो अब एकछिन रेस्ट हामीले प्यारिसमा आएर केही पनि सपिङ गरेन है हामीले लुगा सुगा केही किनेन आफ्नो लागि जस्ट खायौँ खानेकुरा बोकेर जाँदैछु अब यति नै हो आई डोन्ट नो अब के हुन्छ राइट नाउ हामी चाहिँ गेयर द नर्थमा छौँ अब हामी चाहिँ M4 वाला मेट्रो चढेर खोजेर जानुपर्ने हुन्छ वी आर लुकिङ फर कताबाट हाम्रो M4 जान्छ भनेर M4 यतै त हो डिड यु सी त्यो त्यो त होइन कमन त्यो त ट्रेनको हो यता हो डाउन 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 ल बा हामीले चाहिँ यसरी हेर्नुपर्ने हुन्छ यहाँ छ M4 एन्ड दिस इज सो बिग अघि हामी यहीँबाट निस्किने ठाउँ नपाएर है बल्ल बल्ल निस्केको हामीले त बेकार टाइप गरेको थियो यहाँबाट नआएर त्यही त आई डोन्ट नो हामीले चाहिँ दुईवटा वाला टिकट किन्न पैसा तिरेको थियौँ डबल चोटि ट्याप भएको छ लेट्स सी अब के हुन्छ फेरि किन्न पर्ने हो कि चेक गर्न पाइन्छ नि है चेक गर्न पाइन्छ नि है चेक गरौँ है हामी
फेरि पछि फरक चाहिँ हामीलाई डबल तिराइदिन्छ नाउ हियर वी आर लुकिङ फर नेभिगोको गर्ने अनि त्यस पछाडि त्यहाँनिर चाहिँ हामी चेक गरेर पैसा सही छैन अनि चेक गर्ने हामीले चाहिँ यहाँनिर गर्नुपर्ने हुन्छ यो कुन चाहिँले किनेर यस्तो गरे हो क्या आई डोन्ट नो हाउ टु क्यान्सल कसको यो आई डोन्ट नो लेट्स ट्राई हियर इङ्ग्लिस ओ यो मेरो ब्यालेन्स 1 छ हो अझ स्टिल छ आई डिडन्ट नीड टु रिचार्ज ओके मेरो चाहिँ अलरेडी छ मेरो रिचार्ज गर्नु पर्दैन सुशीलाको चेक सुशीलाको ल यहाँनिर इङ्ग्लिस 2 छ तिम्रो त ब्यालेन्स 2 हो 2 टाइम्स छ स्टिल तिम्रो त लेट्स गो हाम्रो पासमा चाहिँ हामीसँग चाहिँ स्टिल वी हेभ ब्यालेन्स हियर वी डु नट निड टु रिचार्ज इट अगेन थ्याङ्क गड कम्ता पैसा सकेको छ त है हाम्रो मेट्रोमा त वारी र पारी चिङ टिङ 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 गर्छ पैसा गट डेबिटेड मात्रै सकिन्छ नाउ लेट्स फाइन्ड हाम्रो मेट्रो अब मेरी आर गोइङ ब्याक टु हर नर्मल लाइफ मलाई चाहिँ यो प्यारिसमा चाहिँ हामी गदा जस्तै भारी बोकेर यस्तो हुन्छ नि त्यो के भन्छ लहङ्गा जस्तो भएर हिँडेर गोजीमा पनि यत्रो दुईवटा के बोकेर हिँडेको छ झोला यत्रो छ पकेको गोजी दुईवटा यत्रो फुलाएको छ मेरो सुरुवाल भन्दाखेरि पनि पाइन्टको जे भए पनि वेयर इन्जोइङ आवर टाइम टुगेदर M4 we are following M4 यता छ हामी यता जाने oh my gosh मलाई हिँड्नै सक्ने धेरै खाएर गाह्रो भइरहेछ M4 यता छ उप्स अब हामीले यहाँ टिक्क गरेर जाने ल यहाँ त मेरो चाहिँ खोलेको छ माई गुडनेस सुरुमा त रङ देखाइदिएर क्रस देखाइदिएर म त हाम्रो यो हो मेट्रो यही हो हाम्रो लेट्स गो यो इन्फोमा चाहिँ ढोका हुँदो रहेछ ट्राम होइन मेट्रो आउँछ अनि ढोका खोल्छ अनि हामीले चाहिँ एन्ट्री मार्ने इट्स डिफ्रेन्ट देन अदर लेट्स वेट हामीहरू यहाँसम्म गेट द नर्थ टपमा छ हामी चाहिँ यहाँ जाने हो यहाँ Avenue Montparnasse oh my god कति धेरै स्टप हुन्छ हाम्रो स्टिल टेक टाइम आइम वरिड किनभने 144 मा जानुपर्छ नि त लेट्स गो अलिजी यता जाँदा हुन्छ नि यहाँबाट पनि मेरो साथी चाहिँ उताबाट छिर्यो oh my god they when we were together yeah अहिले चाहिँ 13 hours 4 minutes भयो मैले पानी पनि किनेको छैन I don't know if I get time to buy pani or not let's see I'm worried पहिला ट्रेन छुटेको ट्रमा अहिले पनि स्टिल मसँग छ so I need to catch my train anyhow today another sad news अब के चाहिँ भर्खर के चाहिँ पत्ता लाग्यो भने मैले मेरो ट्रिप चाहिँ किन पहिलाको टाइम चाहिँ किन चेन्ज भएको भन्दाखेरि चाहिँ उयोकोबाट काटेको उनीहरूको के इस्यु आयो त्यो ट्रेनको इस्यु आयो त्यही भएर उनीहरूले रिफन्ड माग कि त ट्रिप एक्सचेन्ज गर अरू कुनै डेट अनि कि त सेम डेको तर आवर फरक भनेको छ मैले चाहिँ आवर अलिकति अगाडि सारेको थिएँ मजाले चुजै गरेर गएको थिएँ तर नभएको रहेछ 144 सम्ममा मेरो उठ्यो होइन नेपालीहरू जापानिज ब्रान्ड अनि मैले ढुक्क भएर बसिरहेको थिएँ 144 समथिङ डेट म मेरो डेट टाइम त्यति नै फिक्स भयो भनेर तर अहिले आएर चाहिँ मलाई अल्टिमेट टिकटै दिएको भन्ने रहेछ आएको अनि त्यसरी अनि एपमा गएर हेर्दा पनि छैन रहेछ अनि इट वाज अलरेडी बुक पहिला नै होइन तर पनि स्टिल आई डोन्ट नो वाट्स रङ विथ दिस के भयो ओके
अनि भोलिसम्म त मलाई त पुग्न छ त्यहाँनिर मेरो लोकेसनमा त फेरि ब्याक कति धेरै डिस्टर्ब भयो अहिले मलाई आज बेलुका अनि भोलिसम्म म जसरी पनि पुग्नु छ ब्याक टु माई सिटी अनि वाट आई डिड मैले तिनीहरूलाई रिफन्ड मागेँ यो चाहिँ फेरि सस्तोको टिकट चाहिँ जस्ट 21 युरोको थियो क्या महँगो टिकट चाहिँ जति चाहिँ ट्रेनले छोड्यो केही भएन होइन अनि नयाँ लियो अब सस्तो टिकट परेको बेलामा चाहिँ यिनीहरूको ट्रेनकै प्रब्लम भयो अनि यिनीहरूले रिफन्डकै केस भइहाल्यो अब मैले चाहिँ नेक्स्ट अप्सन चाहिँ के गरेँ भने 16 आवर समथिङ कति मिनटमा चाहिँ मैले फ्लिक्स बस बुक गरेको छु सरी फ्लिक्स बसमा चाहिँ अब 6 आवर कि 7 आवर देखाइरहेको छ त्यति बेला जान्छु म अनि त्यसरी 11:55 समथिङ कतिमा पुग्छु आई डोन्ट नो जस मैले उता चाहिँ टिकट काटिसकेँ उता टिकट पनि आइसक्यो कन्फर्म पनि भइसक्यो अनि मेरो साथी पनि आजै फर्किँदैछ उसको सिटी ऊ र म चाहिँ अब खास गरी चाहिँ मेरो ट्रेन पक्रिनुको लागि मोन्टपाना गइसकेको हामीले अलरेडी हाम्रो नेभीको पास पनि ट्याप गरिसकेको अगेन अब हामीले त्यो पनि रिचार्ज गर्नुपर्ने हुन्छ हाम्रो डबल खर्च भइरहेछ यो प्यारिसमा आई डोन्ट नो वाइ सो ट्रबल हियर आई डोन्ट नो कसरी एक्सप्लेन गर्ने मैले यो प्रब्लम ओ माई गड प्रब्लममाथि प्रब्लम आता प्लिज सी द्याट मैले त्यो देखेर क्या फेरि सुशीला चाहिँ यस्तो छ कि ऊ चाहिँ घोप्टो परेर है जेब्रा क्रसिङ नहेरिकन बुढीदिले मान्छे कुन दिन गाडीले पेलेर लगिदिन्छ यो प्यारिसमा फर्स्ट स्टोरी त हाम्रो त कति ओ माई गड यतिको हो नि होइन डबल ट्रबल यत्रो झोला बोकेर डुलिरहेछ भने यहाँ होइन खयो म्यापले पनि घुमाएको छ फेरि त्यही माथि प्रब्लम म आज कस्तो म त प्यारिस आउँदिनँ नेक्स्ट टाइम त यस्तै भयो भने त कस्तो केही सर्टेनै छैन भने अब ट्रेन टिकट काटेको पनि केही नै छैन भने आउँदाको टोङ्गै छैन भने के गर्ने नआउँदा आयो त्यसरी जानेको त्यस्तो ढुक्क भएर बस्छ अनि मैले त रिबुक गर्दाखेरि कसम होला मैले कन्फर्म सबै गरेर बसेको हो क्या तर अहिले आएर चेक गरेर म ढुक्क भएर बसेको थिएँ मेरो बुक भइसक्यो भनेर अनि अहिले आएर चाहिँ टिकट चेक गर्नु खोज्दाखेरि चाहिँ टिकटै छैन आई डोन्ट नो यस्तो बेलामा हाँस्ने कि रुने कि के गर्ने डबल खर्च भइरहेको छ पैसा युरो भइरहेको छ होइन यहाँनिर मान्छे गदा जस्तो हामी काम गर्छौँ यताउता के गर्छौँ सब मेहनत पानीमा बगिरहेछ अहिले चाहिँ हामी एउटा पार्कमा आएर रेस्ट गरिरहन्छौँ मेरो साथी त्यहाँ बसिरहेको दुईजनै हामी कस्तो प्यारिसमा ट्र्यापमा जस्तै यताउता सबैजनाकै प्रब्लम यताउता अनि सो अब उसको पनि बस छ मेरो पनि बस छ अनि एउटै मेट्रो चढेर जाने हो तर डिफ्रेन्ट स्टेसन छ अनि वेटिङ हियर अनि उसको पनि फोन सटडाउन भइसक्यो मेरो पनि फोनमा 31% मात्रै ब्याट्री छ अझै यहीँ बस्छौँ अनि अब घरमा पुग्नको लागि पनि चाहिँ हामीले गर्नुपर्छ उबर गर्नुपर्छ त्यही भएर चार्ज गर्नुपर्छ अब चाहिँ यहीँ राखिदिने भिडियो नबनाउने सी यू आफ्टर गाइज बाई बाई थ्याङ्क्स फर वाचिङ मेरो प्यारिसको जर्नी चाहिँ यस्तै भयो रमाइलो भयो एकदमै आई इन्जोयड अ लट वी इन्जोयड अ लट होइन सुशीला यस सी सो ह्याप्पी मी टु बाई बाई प्यारिसको एक्सपिरियन्स चाहिँ मेरो एकदमै भनायक के भन्छ भनायक होइन प्यारिसको एक्सपिरियन्स चाहिँ मेरो एकदमै भनायक के भन्छ हौ घमसन भनायक आई डोन्ट नो वाट के भन्छ अनि त्यस्तो भयो होइन मेरो चार्ज सकियो सुरुदेखि नै ट्रेनमा प्रब्लम आयो अनि रिटर्न ट्रेनमा पनि प्रब्लम आयो क्यान्सल भयो रिबुक गरेको पनि भएन रहेछ अनि बस स्टेसन भेरी फार वे कहिले बस स्टेसनको एक्सपिरियन्स गराएको थिएन अन्जेमा त थियो अन्जेमा एकदमै सानो थियो तर पनि लास्ट मोमेन्टमा मैले चाहिँ सब थोक चाहिँ रसमा भए पनि सबै यता
यताउता मिलाएँ, बस पनि भेटाएँ अनि सक्सेसफुली बस चढेर जाँदैछु। अहिले म 20 मिनट्सको ब्रेकमा छु। आइ एम अन माई वे टु माई प्लेस। थ्याङ्क्स गड आई डिड इट एट द एन्ड। भयानक थियो मेरो प्यारिसको एक्सपिरियन्स चाहिँ फर्स्ट टाइम। अब नेक्स्ट टाइम आउँदाखेरि चाहिँ मलाई थाहा भयो के गर्नुपर्छ कसो गर्नुपर्छ भनेर अनि इट वाज अ ग्रेट लेसन। अनि अर्को राम्रो कुरा भनेको चाहिँ फ्लेक्समा पनि चार्ज गर्न मिल्ने रहेछ। अनि प्यारिसमा चाहिँ चार्ज सकेर 20% बनाएर बसिरहेको थिएँ है। टेन्सन पनि भइरहेको थियो, अब त्यत्रो मेट्रो चढेर कहाँ जानुपर्ने छ अनि लोकेसन हेर्नुपर्ने हुन्छ। मैले यताउता सबथोक गरेर त्यतिमा त 20% पनि पाउँदैन। अनि पर पुगेपछि पनि म नाइटमा पुग्छु उबर गरेर आफ्नो रुमसम्म जानुपर्ने हुन्थ्यो है। तर म चाहिँ त्यहाँनिर मेरो साथीको पनि फोनको ब्याट्री 0 भएको थियो। अनि मेरो साथी र म चाहिँ फोन चार्ज गर्ने कता यताउता रसमा फोनलाई चाहिँ ब्याट्री सेभर मोडमा राखेर यताउता गर्दै कता गर्दै हामी जारामा पुगेको थियौँ। जारामा चाहिँ त्यहाँनिर मेरो साथीले पनि फोन चार्ज गर्यो। अनि त्यहाँनिर गार्डलाई चाहिँ मैले सोधेँ मेरो फोन चार्ज गरिदिन्छस् भनेर। अनि हि वाज भेरी हेल्पफुल। अनि उसले मेरो फोन चार्ज गरिदिएर 40%सम्म बनाइदियो। 40%सम्म चाहिँ मैले जारामै उभिएर पर्खेर बसेँ मेरो फोन। अनि त्यहाँदेखि चाहिँ म ट्याक्क टाइममै निस्केर आफ्नो मेट्रो चढ्दाखेरि पनि इजिली नै चढेँ आज चाहिँ। त्यस पछाडि त्यही 40% नै म्याप हेरेर मेरो बस भेटाएर अनि बसमा जस्ट 30देखि घटेर 20%सम्म ब्याट्री डाउन भइसकेको थियो। अनि आई स अ म्यान चार्जिङ हिज फोन। अनि मेरो पनि यस्तो साइडमा हेरेको फोन चार्ज गर्ने ठाउँ रहेछ। अनि म चाहिँ त्यहाँ फोन चार्ज गर्दैछु अहिले। अनि आइ एम सो ह्याप्पी एट द एन्ड सबै वर्क आउट। अहिले अब आई हेभ एनिथिङ टु वरी अबाउट, नथिङ टु वरी अबाउट। त्यहाँबाट छ मेरो फ्लेक्स बस। अनि त्यस पछाडि दिज आर द पिपल चाहिँ भित्र बसको। अनि दिज आर द सराउन्डिङ्स हियर। अनि पर्सन सिटिङ राइट इन फ्रन्ट अफ मी चाहिँ मेरो सिट पार्टनर होला। ब्युटिफुल डे छ। अनि मेरो साथी पनि राम्रोसँगले आफ्नो सिटीतिर फर्किँदै रहेछ। उसको पनि के अरे त्यो गाडीमा चाहिँ चार्ज गर्ने ठाउँ रहेछ। अनि उसको पनि चार्ज गर्दै जाँदो रहेछ। उसको लागि पनि राम्रै भयो। उसलाई पनि फोनको ब्याट्री डाउन भएर चाहिँ एकदमै प्रब्लम भयो। मोस्ट इम्पोर्टेन्ट कुरा चाहिँ अब चाहिँ ब्याकअप चाहिँ किनेर बोकिराख्नु पर्ने हुने रहेछ। अनि नेक्स्ट टाइम ट्राभल गर्दाखेरि चाहिँ आल बाई ब्याकअप अनि क्यारी विथ मी। फोनको चार्ज अनि फोनको चार्ज सकिनु चाहिँ मेन प्रब्लम थियो न्यू सिटीमा। किनभने लोकेसन इज मोस्ट इम्पोर्टेन्ट। लोकेसन हेरेर हामीले सबै प्यारिस ट्राभल गरेँ होइन। सबै प्यारिस भन्यो भने त एफएल टावरको नजिक चाहिँ होइन, अलिक टाढा प्यारिस चाहिँ एक्सप्लोर गरेर आयौँ। नथिङ